लगाइज है फेरि पनि मैले विदेशी कोइनबाट एकदम बबाल दामी सुनभन्दा पनि कम छैन यतिको दामी टल्किने जेन्ट्सहरूको लागि बेरुवा रिङ बनाएर रेडी गरिसकेको छु। एकजना नवीन रिमाल दाइले लिएर आउनु भएको थियो, उहाँलाई मैले यति दामी फिनिसिङ गरेर मैले बेरुवा रिङ तयार गरिसकेको छु। हजुरहरूसँग पनि विदेशबाट ल्याएको केही कोइनहरू छ भने यति दामी फिनिसिङमा रेडी हुन्छ। हामी कहाँ ल्याएर यस्तो दामी बेरुवा औँठी बनाएर लिएर जान सक्नुहुनेछ। आफ्नो औँलाको साइज अनुसार जत्रो औँला छ त्यत्रै औँठी बनाएर चिटिक्क सुनको जस्तै टल्किने गरी बनाएर म दिन्छु। हजुरहरूले लिएर आएर मसँग बनाएर लिएर जानु होला है त। यति दामी छ यति दामी छ। ल हेर्नुहोस् त, म एकचोटि लगाएर पनि देखाउँछु है त हजुरहरूलाई। ल हेर्नुहोस् गाइस, यति दामी देख्छ कि टल टल्किने अनुहारै देखिन्छ हेर्दाखेरि। ल छैन त कमाल है। एउटा दुईटा यस्तो कोइनहरू छोटफोट छ भने लिएर आएर यस्तो दामी औँठी बनाउन सक्नुहुन्छ। यो औँठी बनाउनलाई चाहिँ इन्डियन कोइन छ भने 3टा जति चाहिन्छ है। सानो सानो कोइन छ भने 4-5वटा चाहिन्छ यत्रो बनाउनको लागि है। 3-4 फन्का बेर्नुपर्ने हुन्छ, त्यो भएर कोइन चाहिँ 3-4वटा लिएर आउनु होला। 1500 मा बबाले दामी फिनिसिङ गरेर म दिन्छु है त औँठी। ल हेर्नुहोस्।